मान्छेहरू एडभेन्चर भनेर पुरै माउन्ट एभरेस्ट चढ्छन् आफू चाहिँ यति हिँड्नु पनि गाह्रो भइरहेको छ यो खोल्टा जम्मी हाल्नु पर्ने होइन बाटो सरकारलाई भनेर पुल हाल्नु पर्यो क्या हेलो हेलो गाइज हामी चाहिँ यहाँ आज जङ्गलमा आएको छौँ है यहाँ पुरै जङ्गलमा आज च्याउ हन्टिङ गर्नलाई च्याउ खोज्न आएको अब हेर्नु जाँदैछौँ बाटोमा होइन बाटो डेन्जर रहेछ यस्तो छ बाटो त यी अब कसरी पुग्ने होला हाम्रो कमल गएर हुन्छ गाडी बाटो पनि हातमा खुट्टा बोकेर लेट्स गो गाडी बाटो हो कि यो जङ्गल हो यिनीहरूले गाइज हामी चाहिँ जङ्गलबाट बाहिर यहाँ बारीमा निस्किसकेका छौँ होइन तर बारीमा हेर्नु यहाँ कुरो दिस इज आवर मकैबारी यतापट्टि डिसिज अर्काको भिन्डी बारी है यो मकैबारीमा पनि धेरै वर्षपछि आइपुग्यो है यो त कहिले पनि नहिँडे जस्तो भइगयो नि यार यो ये साला कर क्या रहा है यहाँ पे यो चाहिँ सबै हाम्रो बारी है गाइज त्यो ठुलो रुख चाहिँ हाम्रो होइन है फेरि यो चाहिँ हाम्रो बारीबाट देखिने भ्यू हो होइन हेर्नु है गाउँ सबै रित्यो अहिले पुरानो घर लडेर यो ताल छ यताको मान्छे बजार गाउँको घर लडिरहेको छ बारी बाँझो सक्छ के खाने होला थाहा छैन अब बात तो सही है दिस इज बगाइन घारी हामी दाम लगाएको पारी कस्तो गर्मी छ यार है पसिनै छुटिसक्यो धारा छुटिसक्यो च्याउ भेट्ने जस्तो छैन यस्तो घारीमा च्याउ हुन्छ भनेर त्यहाँ खोज्न आएको घारी चाहिँ छ तर च्याउ छैन दिस इज एडभेन्चर गाइज तू समझा मान्छेहरू एडभेन्चर भनेर पुरै माउन्ट एभरेस्ट चढ्छन् आफू चाहिँ यति हिँड्नु पनि गाह्रो भएर जाऊ क्या बात कर रहे हैं एडभेन्चर भइरहेको पुरै राइट यहाँभित्र केही छ कि केही छ ब्याम्बोज ट्री यो चाहिँ बेबी ब्याम्बोज है गाइज नो नो यो चाहिँ के को रुख हो यार नरियलको रुख भेट्यो क्या च्याउ खोज्न आउँदाखेरि इट्स फिल लाइक हिवन यु नो लिचीको बगैँचामा आइएछ गरौँ भइरहेको थियो सर हावा खाँदै हामी चाहिँ अब च्याउ भेटेन मिसन इन्कम्प्लिट र अब चाहिँ हामी नेक्स्ट टार्गेट नेक्स्ट जोनमा जाँदैछौँ होइन हेरौँ त्यहाँ चाहिँ छ कि छैन निउरोको एउटा मुन्टा चाहिँ भेटियो है यो खोल चाहिँ जम्पिङ हाल्नु पर्ने पऱ्यो होइन बालेन सरकारलाई भनेर एउटा पुल हाल्नु पर्यो क्या हो बात तो सही है भाइ 1 2 3 त्यसपछि हामी मकै घारी बाहिर निक्लियौँ र च्याउ नपाइसकेपछि कर्कलको सुइराहरू टिपेर भए पनि फर्कियौँ मिसन इन्कम्प्लिट साथीहरू छैन च्याउ केही छैन आजको मिसन चाहिँ इन्कम्प्लिट भयो है साथीहरू पुरै एउटा पनि च्याउ भेटिएन बल्ल बल्ल भेटियो च्याउ पनि त्यो खानु आउने परेछ त्यसपछि हामी चाहिँ अहिले ठ्याक्क लगाएर यो कर्कलको त्यो के भन्छ सुइरा टिपेर कर्कल भनेको चाहिँ पिँडालु भन्छ है पिँडालुको पात ट्याक्क लागि हिँडेको छौँ फाइनल्ली गाइज हाम्रो चाहिँ यो डेयरिङ टास्क थियो क्या एउटा हामी चाहिँ जङ्गलमा आज च्याउ खोज्न जान्छौँ भनेर भन्दाखेरि कसरी नपत्याइदिरहेको जान्छौँ तिम्रो यस्तो घाम लगाएर चाहिँ यस्तो गर्मीमा भनेर त्यही भएर टास्क पुऱ्याउन आएको हो तर भेटिएन त के लाग्छ हाम्रो होइन ठीक है ठ्याक्क लगाएर हामी चाहिँ अब कामसाम भ्याएर बाहिर निक्ल्यो अब हातमुख धोएर पानी खाजा जानु पर्दा भनेको यो धारमा पानी छैन अब यसमा चाहिँ सर चिसो पानी खाएर जाने भन्ने प्लान भयो आजलाई यत्तिकै भयो अब अर्को भेटौँला बाई बाई